साथीहरु हजुरहरुलाई मेरो फेरि नयाँ ब्लगमा स्वागत छ र आज चाहिँ हामी लाफिङ बनाउँछु लाफिङ बनाउने लसुन टिप्न जान्छु हेर्दै गर्नुस् ल भिडियो हामी बारी जाँदैछु निम्बु यत्रो भइसक्यो साथीहरु अस्ति मसिनो थियो निम्बु यत्रो भयो हाम्रो निम्बु यहाँ चाहिँ आमाले लसुन टिप्दैछ। लसुन चाहिँ यता पनि छ, भर उम्रिँदैछ। हामीले चाहिँ लसुनको पत्ता लाउनुको लागि टिपेको साथीहरु। लसुन चाहिँ यतिको भयो। हामीले चाहिँ लसुनको पत्ता लिएर पनि काट्दैछ, धोएर पनि काटेकै लसुनको पत्ता चाहिँ। यो चाहिँ हाम्रो लाफिङमा हाल्ने सामान, यो चिल्ली फ्लेक्स, तेजपत्ता, यो सोया सस, यो तिल छ हैन। यो चाहिँ टिम्बुर छ, टिम्बुर चाहिँ मैले यो चाहिँ घरकै टिम्बुर थियो कि मैले धोएर राखेको। यो हेर्दै गर्नुहोस् ल साथीहरु। यो चाहिँ मैले चिल्ली फ्लेक्स हाल्दैछु साथीहरु। पानी हालेर यो चाहिँ मैले भुटेको तेल हैन, यो चाहिँ तेल भुटेको थिएँ। यो भुटेको तेल राख्दैछु माथि। यसको लागि राखिदिएँ। स्वाद अनुसारको नुन राखेँ। यो माथि चाहिँ मैले यो लसुन अघि काटेको लसुन, मैले चाहिँ यहाँ चाहिँ उयो अलिकति मेथी र उयो तेजपत्ता उयो गरेको छु। अब म चाहिँ यसलाई चाहिँ ग्यास अन गर्छु। यहाँ चाहिँ मेथी र तेजपत्ता खुलाएको। यो साथीहरु टिम्बुर हो। सोया सस हालेको साथीहरु। अब म चाहिँ फेरि लसुन खुराएर हाल्छु साथीहरु। अघि चाहिँ मैले लसुन हाल्नु बिर्सेछु नि त। लसुन र अदुवाको पेस्ट पनि हाल्नुपर्छ यसमा। हामीले यहाँ लसुन हालिसक्यो।
यो लसुन हालेर चाहिँ दिपेशनाले भिडियो अनै गरेर चाहिँ अब यहाँ चाहिँ हामीले भुटुन बनाउँदैछौँ हेरेर गर्नुहोस् ल यो चाहिँ भुटुनको लागि चाहिँ हामीले यसरी तेल दलेको छौँ खासै ब्रसले गर्नुपर्थ्यो होइन हाम्रोमा चाहिँ ब्रस नभएकोले गर्दा त्यस्तो गरिरहेछ यो चाहिँ भुटुनको लागि हामीले चाहिँ यसरी राखेर चाहिँ 10-15 मिनट जति पकाउँछु हेरेर गर्नुहोस् ल साथीहरू अब यहाँ चाहिँ हामीसँग चाहिँ उयो छ यो चाहिँ लाफिङको यो हो जस्तो अब यसलाई चाहिँ हल्का तार्छु यो चाहिँ लाफिङको उयो हो साथीहरू अघि लाफिङको मैले उयो बनाएको राखेको थिएँ नि त त्यसको पनि मैले भिडियो राख्नु बिर्सेछु अब यसकोमा चाहिँ पानी तार्दैछु हल्का अब यतिको चाहिँ हुन्छ साथीहरू अब यो बनाउँछु हेरेर गर्नुहोस् ल हामी चाहिँ कलरको लागि चाहिँ बेसर राख्दैछु खासै फुड कलर राख्छ नि त होइन तर फुड कलर हुँदा चाहिँ राम्रो नि त बेसर फुड कलर चाहिँ नखानु पनि पर्छ कम्ती बेस है तेल दल्दैछु लाफिङको लागि मैले चाहिँ फर्स्ट टाइम बनाएको साथीहरू हेर्नुहोस् त मेरो लाफिङ कस्तो हुन्छ यो चाहिँ फर्स्ट टाइम बनाएको बाक्लो पनि राख्दैन नि त अघि हामीले भुटुन बनाएको यो चाहिँ 10-15 मिनट जति राखेर चाहिँ यसलाई चाहिँ निकालेर चाहिँ काटेको पाकेछ चाहिँ हेर्दो रहेछ है यस्तो टेस्ट गर्छु ल साथीहरू कस्तो भयो दामी हुँदो रहेछ साथीहरू तपाईँहरूले यसरी घरमा बनाएर राख्नुभयो भने चाहिँ
घरमा बनाएको सफा नि त मामु अझै बनाउँदैछु साथीहरू मैले चाहिँ दिपेशनाको डिमान्डमा बनाइदिएको दिपेशना चाहिँ छुट्टीमा घर आएको छ नि त मैले चाहिँ होइन आज फर्स्ट टाइम बनाएको लाफिङ तर अब हामीले पनि सिक्यो भने चाहिँ हुँदो रहेछ राम्रो भएछ म भन्दै मेरो भिडियो चाहिँ यहीँ गर्छु ओके बाई बाई